यो सानो ठाउँ छ, सानो घर छ। यस घरमा चाहिँ हाम्रो पछाडि ब्याकयार्डमा चाहिँ जस्तो बेलुकामा बस्नको लागि लाइटिङ अनि फुलबारीको त्यो गार्डन बनाएको छु। यो चाहिँ मेरो गार्डनको फ्लावर, रङ्गी-चङ्गी अमेरिकन फ्लावर छ है। अनि यस्तो खालको फ्लावर छ यहाँ चाहिँ। अनि सनफ्लावरहरू मजाले फुल्दैछन् है। अनि यहाँ यो साइडमा पनि मजाले सनफ्लावर चाहिँ हाँगा भएर चाहिँ धेरै ब्लुमिङ भइरहेको छ। अनि एकदमै यो सानो सानो चिजहरू चाहिँ मैले रोप्दै ठुलो भएको हुनाले खुसी लाग्छ। यस्तो चाहिँ हाम्रो पछाडि ब्याकयार्डमा चाहिँ आँगन साइडमा चाहिँ यस्तो राखेको छु मैले, यस्तो बनाएको छ। अनि यस्तो खालको र हामी चाहिँ यसरी बस्ने गर्छौँ यहाँनिर। अब छुट्टीको दिनमा चाहिँ यहाँ चाहिँ बेलुका चाहिँ लाइट बल्छन्। अनि आज चाहिँ नै छुट्टी थियो। अनि यसरी हामी यहाँ बसेर चाहिँ तरकारीहरू केलाउने टिप्ने सबै गर्दै बसेर दिन गयो आजको दिन चाहिँ। यो चाहिँ नै अब मेरो स्विट गाडी भयो कार, अनि सानो परेको। अनि यो चाहिँ नै यस्तो खालको छ। मेरो घर वरिपरि नि राम्रो राम्रो फ्लावरहरू राखेको छ क्युट पाराले। अनि यो पारीको घर पनि त्यस्तै फ्लावर बनाएको छ होइन। अनि सबै फ्लावरहरू राखेको छु कि मैले यसरी। अनि मेरो यो घरभित्रै बस्दै गर्दाखेरिमा चाहिँ यो राम्रो होस्, मुड फ्रेस भनेर चाहिँ त्यो फ्लावरहरू यस्तो स्विट देखिरहेको छ होइन। यस्तो खुसी लाग्छ मलाई चाहिँ। सबै यो कस्तो राम्रो यो कलरमा फुल पनि मजाले फुलिएको छ यता साइडमा चाहिँ। अनि तपाईँहरूले अहिलेसम्म हेर्नुभयो मेरो गार्डनलाई, अनि मेरो कुराहरू चाहिँ सुन्नुभयो। मलाई मेरो खुसीहरूलाई तपाईँहरूले सुनिदिनु भएको छ। अनि थ्याङ्क यू सो मच एभ्रिवान। ल यति नै भयो भने पनि हामीलाई चाहिँ पुग्छ कि। अनि टमाटर मेरो गार्डनमा भइरहेको, अनि अहिले यसरी टिपेँ। अनि मलाई चाहिँ कस्तो खुसी लागिरहेछ, अनि सेयर गर्नु मन लागेको छ। त्यही यो साग अनि यो छ नि धनियाँ अनि रायोको साग अनि अलिकति मिक्स भएको छ। यहाँनिर तोरीको साग पनि छ होइन। अनि यसरी चाहिँ अनि यो डान्टा अनि मैले यसरी टिपेर अनि यो रायोको सागहरू चाहिँ मैले आज टिपेको थिएँ। अनि यो सिमीहरू चाहिँ यसरी फलेको छ। मैले फेदबाट देखाइरहेको छु। अनि मैले फेदको सिमीको पातहरू चाहिँ सबै निकालिदिएको छु। अनि यसरी फेददेखि नै फलेको छ। अनि मकै पनि यतिको ठुल्ठुलो भइसकेको छ। यस्तो घुगा लाग्दैछ अब चाहिँ मेरो यो गार्डन। गोलभेडाहरू चाहिँ यसरी फलेको छ। अनि कति खुसी लाग्छ कि सानो गार्डन छ तैपनि यसरी लटरम्मै फलिरहेको छ कि मेरोमा यो गार्डनमा चाहिँ यसरी। अनि अग्लो पनि भइसकेको छ, यो लगभग 6 फिट अग्लो नि भइसकेको छ होइन। अनि यसरी भित्रभित्र हेर्दाखेरि चाहिँ टम्मै फलेको छ है। सानो ठाउँ तर यसरी मजाले फलेको छ। अनि यो बिचमा मैले चाहिँ प्याज पनि हालेको छु होइन। अनि सँगसँगै मेरो चाहिँ यहाँनिर काँक्राहरू पनि छ, अनि चाहिँ मकैहरू पनि छ। यहाँ मैले चाहिँ मजाले हालिदिएको छु सानो गार्डनमा। अनि यसरी यो पनि लगभग 6 फिट भइसकेको छ होइन मेरो घरको यता छेउपट्टि। यसरी मजाले चाहिँ सानो सानो छ तर फल्दैछ कि, फल्नु थालेको छ नि त, फलेको छ कि यो फल्दैछ मसिनो गरेर। अनि यो चाहिँ अर्ग्यानिक नै भन्नु पऱ्यो। अब मैले यहाँ यसरी रोपेको थिएँ। अनि अब यो खानु पाइन्छ जस्तो छ कि। अनि यसरी मजाले फुल फुलेको छ। अनि सानो गार्डनमा मैले चाहिँ यसरी साग पनि यसरी हालेको थिएँ। अहिले चाहिँ सागहरू पनि मैले टिपेँ। अनि यस्तो अहिले मसिनो फेरि हालिदिएको छु। अनि उम्रिँदैछ। छेउछेउमा चाहिँ मैले धनियाँहरू हालिदिएको छु, उम्रिन बाँकी छ। अनि यो टमाटरको बिचमा चाहिँ मैले चाहिँ यो धनियाँ पनि हालिदिएको छु। अनि 1 हप्ता हुँदैछ यसरी ठुलो आउँदैछ। अनि सानो सानो यो टमाटर चाहिँ अर्कोपट्टिको हो। यो खुर्सानी पनि हालिदिएको छु। अनि योहरू पनि ठुलो हुँदैछ। अनि र साइडमा पनि मैले चाहिँ उब्रेको थियो बिरुवाहरू, मैले यतै हालिदिएको थिएँ। अनि यो चाहिँ अर्कोपट्टिको टमाटर हो, अघि नफलेको साइडको चाहिँ होइन। तर अलि यो यतापट्टि फेरि यो चाहिँ फुल आउँदैछ। अनि मैले यो गार्डनलाई चाहिँ बिगारेको छु कि यसरी खेती लगाएर होइन, बाली लगाएर। अनि यसको बिचबाट चाहिँ म तपाईँहरूलाई देखाउँछु ल मेरो घरको। अनि यो चाहिँ बगैँचा हो, यो चाहिँ नै फुलबारी हो। यतापट्टि चाहिँ फुलबारी छ। मैले फुलबारीको यतापट्टि दुबो थियो र त्यसलाई चाहिँ मैले सबै खनेर अनि आधी चाहिँ दुबो राखेको छु यसरी, आधी चाहिँ नै खेती लगाइदिएको छु। अनि यो बिचबाट चाहिँ मैले छुट्याइदिएको छु कि। अनि यो चाहिँ नि तिते करेला ठुलो हुँदैछ, यो पनि यसरी फुल खेल्दैछ। अनि यो चाहिँ एकदमै मसिनो भएर आएर चाहिँ यो फुलहरू चाहिँ फुलिरहेको छ, फुल्दैछ। अनि होइन यो चाहिँ गार्डन। यहाँ पनि काँक्रा चाहिँ बिचमा हालिदिएको छु। अनि यो साइडबाट चाहिँ फेरि टमाटर चाहिँ फल्दैछ नि, यहाँ यसरी फल्दैछ। र
चाहिँ नि रुख भेडा ठुलो हुँदैछ। यता लसुनहरू अलिअलि हालिदिएको छु। अनि मकै चाहिँ नि यसरी घोगा लाग्दै लाग्दै ठुलै भइसकेको छ, लगभग अग्लै भइसकेको छ। अनि मेरो गार्डन पनि यस्तै सानो परेको छ नि त। सबै यो चाहिँ मैले चाहिँ यस्तो फ्लावरहरू हालिदिएको छु, सबै तिहारको फ्लावर छ। यो चाहिँ मेरीगोल्ड अनि यो चाहिँ अर्कै फुल हो। अनि साथमा चाहिँ यसरी राखिदिएको छु गार्डनमा चाहिँ। अनि मैले खुर्सानी पनि यसरी लगाइदिएको छु। अब खुर्सानीहरू पनि फुल्दै रहेको छ, यसरी भित्रभित्र चाहिँ फल्दै पनि छ। यस्तो खालको छ गार्डन चाहिँ।